यिनीहरूको के भएको हो भन्दाखेरि यो भाइको लभ परेदेखिकै थाहा छ मलाई। अब यो भाइ त्यो जमानामा डिआरएस क्याल्जेन हुँदादेखिकै लभ पर्दादेखि थाहा छ। यिनीहरू यत्तिकै खेलाची यताउति गर्दा गर्दै भेट भएर यिनीहरू यत्तिकै लभ परेको हो वाइफै उताबाट आउँदाखेरि होइन। अनि भाइ चाहिँ अब अलिक अब होइन ग्याल्जेन भाइ एकदम मान्छे मनको राम्रो छ, एकदम राम्रो मान्छे हो यो भाइ होइन। वाइफी पनि गुड हो, वाइफी पनि जस्तो फटा खालको छैन केटी होइन। तर यिनीहरूको चाहिँ के भएको भन्दाखेरि ग्याल्जेन भाइ अलिकति अटेरी खालको साथीहरूको सङ्गतमा लाग्ने, लैलैमा लाग्ने, हिँडिदिने डुल्दिने, वास्ता नगर्ने टाइपको भयो। अब वाइफी छोरी मान्छेहरूले त धेरै एक्सपेक्ट गर्छ नि त, बोयफ्रेन्ड पनि यस्तो होस् यस्तो गरोस् अलिकति होइन। वाइफीले ओभर माया गर्ने हो ग्याल्जेनलाई, मलाई थाहा पाए अनुसार। म त कुरा गरिरहेको हुन्छु नि त, यो अब वाइफीसँग धेरै कुराहरू हुन्छ मेरो होइन। उसले ओभर माया गर्ने हो। तर यो रिलेसनसिप यिनीहरूको बिग्रिनुको रिजन चाहिँ ग्याल्जेन भाइ नै अलिकति अटेरी भएर अब क्लब स्लब गइदिने, 2-4 दिन फोनै अन नहुने, 2-4 दिन गायबै होइदिने, साथीहरूसँग हिँडिदिने होइन। होला ग्याल्जेनले पनि माया मनबाट एकदमै गर्छ होला, तर पनि अब त्यो कुराहरू भन्दाखेरि त अब अलिकति गाह्रै हुन्छ नि त। अब गर्लफ्रेन्ड बाहिर छ, ऊ नेपालमा छ होइन। अब कहाँ हिँडिरहेछ, के हिँडिरहेको छ, अलिकति जिम्मेवारी भएन क्या केटाहरू। ग्याल्जेन भाइ अलिक जिम्मेवारी भएन। अब वाइफीले पनि ट्राई गरे होला, ग्याल्जेनले पनि ट्राई गरे होला, तर उनीहरूको अब कुराहरू मिलेन होइन। त्यसको कारणले गर्दाखेरि चाहिँ यिनीहरूको यस्तो भयो र आज चिया खाँदै मस्किँदै गर्दै बस्नु परेको छ होइन। यिनीहरूको मलाई सबै थाहा थियो क्या, बुझेनौ। त्यही भएको मेन भनेको रिजन चाहिँ मलाई जहाँसम्म लाग्छ, भाइ अलिकति भाइले पनि ओभर माया गर्ने, बहिनीले पनि अब बहिनी नै हो वाइफी पनि होइन। अब उनीहरूले एकदम माया गर्ने हो। तर नचल्नुको रिजन, यिनीहरूको रिलेसनसिप वर्क नगर्नुको रिजन चाहिँ के हो भन्दाखेरि अलिकति यताउति हिँड्ने भाइ, टाइम नदिने, अब 4-5 दिन गायबै होइदिने, कहाँ गयो, के गर्यो, कस्तो गर्यो, त्यस्तो कुराहरू पनि होला मेरो विचारमा चाहिँ। अब एक्चुअल रिजन चाहिँ के हो मलाई थाहा छैन, तर मैले भाइलाई बुझेअनुसारको कुरा चाहिँ भाइले माया गर्ने हो एकदम। अझै पनि अरू केटीलाई यसले मनबाट चाहँदैन होला होइन, तर पनि अब के भन्न सकिन्छ र केटा हो होइन। अब राम्रोसँग कुरा गरेर दुईजनाले एकअर्कालाई माया गर्छ भने त ठिकै छ, नत्र अब अहिलेको जमानामा अब त्यस्तै त हो नि। अब रेडीमा हुन्छन्, एकजनासँग ब्रेकअप हुने बित्तिकै अर्को केटा रेडीमा बसेर पुरा गफ हान्न थाल्छ, पुरा केयर गरे यस्तो गर्छ। त्यस्तै त छ नि अहिलेको जिन्दगी। अब फेरि गाह्रो छ क्या त्यस्तो कुराहरू चाहिँ। लगाइस ठिकै छ, यस्तो लभ सप भन्ने पर्दै गर्छ, त्यो फरक परेन होइन, बिस्तारै भइहाल्छ सबै कुराहरू। लगाइस टेक केयर सबजनालाई, गुड नाइट। 2:30 भयो है, लभली गाओ, गुड नाइट।